यो चाहिँ तपाईँको पार्टी हो। तपाईँले मलाई जिताउनु भएको होइन पहिला भनिसकेपछि मैले खोलेको पार्टी भइसकेपछि त्यो तपाईँको पार्टी हो। ऊ त्यो परको बैठकले लगाइदिनु है। सानो चित्रो भइसक्यो खिएर देखिएन होला को कराइरहेको छ त्यहाँ मरण छ्यासे भनेर फेरि परबाट धमिलो भइराखेको होला होइन। यता आउनु न अलिक ठुलो देख्नु पऱ्यो भनेर हो त घटेर यस्तै भइसके होइन। तर सरी त छु होइन गल्दिनँ मोटो भएको भए गल्थेँ होला थाक्दिनँ कि दिनभरि भए पनि उभिरहेको देख्नु कराएको त्यस्तो चाहिँ भइदिन्छ। ल हो अब अलिक बिहान होस् होइन परको झन् जाडो राम्रो बुझौँ ल। त्यसो भएको कारणले यो चुनाव चिन्ह देखाउनलाई आएको मलाई खासमा पछि फेरि तेरो चुनाव चिन्ह देखाउनु पनि आइनास् भोट त दिनु पर्यो आइनास् नै के दिनु भनेर फेरि मलाई हटार्नुहुन्छ होला भनेर चुनाव चिन्ह माटो यहाँ यो दुईटा हातमा लिएको माटो यो है यो र यो चुनाव चिन्ह माटो चाहिँ मेरो चुनाव चिन्ह हो भनेर देखाउन आएको। यो चुनाव चिन्ह माटो भएको जहाँ जहाँ देख्नुहुन्छ मतपत्रमा पछि कसरी भोट लगाउने भनेर हामी सिकाउँछौँ। यसमा स्वास्तिक छापले होइन औँठा छापले होइन स्वास्तिक छापले ट्याक्का माटोमा मात्रै चुनाव चिन्ह माटोमा भोट हाल्नुभयो भने त्यो भोट चाहिँ मलाई हुन्छ। र म माथि जितेर गएँ भने मैले काम गर्छु गर्न सक्छु होला होइन। जितिनँ भन्दा अब के काम गर्नु होला र होइन। राम्रो बुझौँ हजुर जित्नु त पर्छ अब एकछिन कराउनु पर्छ एकछिन जाने बेला बनाएर लाउनु पहिला अलिक गर्नु ल। यो चुनाव चिन्हमा चाहिँ त्यसपालि हामीले भोट हाल्नुपर्छ राम्रो बुझौँ है। र यहाँ तपाईँहरूसँग म के अरे मेरो परिचय दिइराख्नुपर्ने म यस्तो उस्तो मेरो विचार यो छ भनिराख्नुपर्ने अवस्था होइन। किनभने सँगै एउटै परिवार हो भएर अब धरानभन्दा बाहिर जाँदा चाहिँ मैले लगभग 2 घन्टा जति भाषण गर्ने गर्छु। तर यहाँ त्यो आवश्यक छैन किनभने तपाईँ मलाई चिन्नुहुन्छ होइन। मेरो नाम भन्नु पर्दैन होला होइन म कस्तो मान्छे हो भनेर भन्नु पनि पर्दैन होला। त्यसो भएको कारणले मैले धेरै लामो राख्दिनँ यति मात्रै राख्छु। मैले चुनाव चिन्ह देखाउन आएँ होइन। तपाईँहरूको सेवाको लागि म समर्पित भएर मैले काम गरेँ। कतिचोटि तपाईँहरूको चाहिँ सेवाको लागि होइन ढुङ्गा बोक्यो के गरियो नि होइन भोगेन भन्नु पानीकोदेखि लिएर बाटोकोदेखि लिएर यावत कुराहरूको लागि हामीले चाहिँ सधैँभरि त म तपाईँको टोलमा आएर बसिरहन सकिनँ। तर यही धरानभरिकै लागि धराने जनताको सेवा सुविधाकै लागि होइन कार्यालयमा फिल्डमा होइन पाखा भित्ता वन जङ्गल खोला नाला भेलबाडी सबै थोकमा आगो डढेलो सबै थोकमा म पुगेर मैले तपाईँहरूको सेवा सकेको मैले गरेँ होइन। एउटा मेयरले गर्ने त्यति नै हो त्योभन्दा धेरै कसैले गर्न सक्दैन है कुरा बुझ्नुभयो नि। कुनै शनिबार मैले रमाइलो गरिनँ। मेरो परिवार छ होला मेरो पनि छैन मेरो छोराछोरी छ नि छैन श्रीमती छ उनीहरूलाई घुमाउनु लाँदा पनि हुन्थ्यो होला मैले होइन कुनै दिन। तर शनिबार कहिले आउँछ र तपाईँहरूको लागि ढुङ्गा बोक्न जाउँ भन्ने लागिरहन्थ्यो मलाई त्यस्तो होइन। तपाईँहरूको पानी आउँथ्यो खाने पानी नाला जल्दाखेरि जङ्गलमा बास बसेर डढेलो निभाउने मेयर हो म। अब यो खालको मान्छे यो देशको प्रधानमन्त्रीको कुर्सीमा बस्यो भने होइन जनताको सेवा कस्तो